गाइस सो आज मेरो लन्चमा छ देसी र यो टिबेटनको स्वीट राइस हो। हामी युजुअली यो खाना चाहिँ हामीले लोसारको दिन, बिहे, हाम्रो गुरुको जन्मदिन र हाम्रो शुभ अवसरहरूमा खाने गरिन्छ। तर मैले आज यस्तो सोचेँ हैन, जिन्दगीमा सबैजना आफ्नो लाइफको गोलको पछाडि हिँडिरहेको नै हुन्छ र गोल हुनु पनि उत्तिको नै इम्पोर्टेन्ट हो। तर हामी त्यो गोलको पछाडि लाग्दा लाग्दा हामी लाइफमा के बिर्सिँदो रहेछ भन्दाखेरि हामीले स्मल स्मल मोमेन्ट्स, स्मल स्मल एचिभमेन्टहरूलाई चाहिँ हामीले मध्यनजर गर्दा रहेछ। सो आज मैले लङ टर्म गोल्सलाई एकछिन पज गरेर आफैले अहिलेसम्म दिनमा, हप्तामा, महिनामा एचिभ गरेको कुरालाई सेलिब्रेट गर्नको लागि चाहिँ मैले आज देसी बनाएर म खान गइरहेको छु। र तपाईँहरू पनि आज एकछिन पज गर्नुहोस् र आफ्नो दिनको एउटा सानो खुसी नोटिस गरेर सेलिब्रेट गर्नुहोस्। लास्ट बाइट। मैले त मेरो लाइफको सानो सानो एचिभमेन्टहरूलाई एप्रिसिएट गर्दै ग्वाम देसी खाएँ। आजको लागि यति नै। बाई बाई।